वाट अ विन साउथ अफ्रिका। हिजो भएको साउथ अफ्रिका भर्सेस क्यानाडाको खेल चाहिँ अझ इन्ट्रेस्टिङ थियो। के चाहिँ ब्याटिङ गर्छन्, 200 क्रस नगरेको खेलै हुँदैन यार। साउथ अफ्रिकाले के चाहिँ खेल्छ भने क्या 213 रनको टार्गेट छोडिदियो क्यानाडालाई। क्यानाडाको पनि दामी थियो बलिङ ब्याटिङ, तर कहाँनिर के हुन पुग्यो। साउथ अफ्रिकाको एडम माक्रमले चाहिँ अब हाफ सेन्चुरी ठोकिदिए। अब त्यो हेर्दा हेर्दै डेभिड मिलरले पनि ठोक्या छन्। अब यस्तो खेल खेलेर हुन्छ। धन्न ब्रेभिस चलेनन् भन, डेभिड ब्रेभिस चलेको भए त 250 कट्थ्यो होला। अनि त्यसपछि स्टप्सले पनि राम्रै खेलेको थिए, दामी थियो, लास्ट ओभरसम्म टिकिरहे, राम्रै खेले। त्यसपछि दामी थियो, बलिङ ब्याटिङ सबैतिर राम्रो थियो। अनि अब हेर्न बाँकी छ अझै अरूको खेलहरू। क्यानाडालाई पनि ध्वस्तै पारेको थियो। क्यानाडाको मैले हेरेको थिएँ, क्यानाडाले पनि राम्रै गरेको थियो, ब्याटिङ बलिङ दामी थियो। त्यही हो, अझै राम्रो गर्दै जाउन् है, धेरैभन्दा धेरै शुभकामना, अझै बेटर गर्दै जाउन्।